ल है साथी हो मेरो चाहिँ सानो भ्लगमा छ आज म चिकन मोमो बनाउनु गएको छु त देखाउँछु। यो चाहिँ एकदमै पतला छ है, हेर्नुहोस् एकदमै पतला छ। म चिकन मोमो देखाउँछु है। यहाँ चाहिँ मैले हालेँ एकदमै पतला मोमोस किमा भरेर एकदम, किनभने यो कस्टमरको लागि हो त। यहाँ नै म दुइटालाई च्यापे पक्रेन, यस्तो गरेँ यस्तो गरेँ यस्तो यस्तो सजिलो छ। खालि अर्कोपल्ट पल्टायो अर्को पल्टायो, अन्त म नि एक्सपिरियन्स छुइनँ। अनि लास्टमा चाहिँ यस्तो हुन्छ मुजा, सजिलो छ है। धेरै किसिमको आउँछ मलाई, तर जस्ट अहिले म देखाउन सक्दिनँ किनभने यो अर्डरको हो। त्यही भएर यो अर्डरको हो। एकदमै पतुलो ट्यागमा एकदमै राम्रो, अजिनामोटो नभएको। यसमा अजिनामोटो के लाग्छ, मैले यसमा मसला हाल्छु न, केही हाल्दिनँ। अरू जस्तो पाउँदैन म, गरम मसला चिज बटार यस्तो हुन्छ मुजा चाहिँ है। ल हुन्छ, यसको रेसिपी चाहिँ मलाई भन्नुहोस्, म भने तपाईँलाई देखाउँछु ल। एकदम जुसी हुन्छ है, किमा चाहिँ एकदम जुसी छ। यहाँ हेर्नुहोस् है, डाला लाग्छ, म डाला युज गर्दिनँ। म चाहिँ सफोला ओइल, रिफाइन ओइलै युज गर्छु। ल हुन्छ भाइ। ल है साथी हो मेरो चाहिँ सानो भ्लगमा छ आज म चिकन मोमो बनाउनु गएको छु त देखाउँछु। यो चाहिँ एकदमै पतला छ है, हेर्नुहोस् एकदमै पतला छ। म चिकन मोमो देखाउँछु है। यहाँ चाहिँ मैले हालेँ एकदमै पतला मोमोस किमा भरेर एकदम, किनभने यो कस्टमरको लागि हो त। यहाँ नै म दुइटालाई च्यापे पक्रेन, यस्तो गरेँ यस्तो गरेँ यस्तो यस्तो सजिलो छ। खालि अर्कोपल्ट पल्टायो अर्को पल्टायो, अन्त म नि एक्सपिरियन्स छुइनँ। अनि लास्टमा चाहिँ यस्तो हुन्छ मुजा, सजिलो छ है। धेरै किसिमको आउँछ मलाई, तर जस्ट अहिले म देखाउन सक्दिनँ किनभने यो अर्डरको हो। त्यही भएर यो अर्डरको हो। एकदमै पतुलो ट्यागमा एकदमै राम्रो, अजिनामोटो नभएको। यसमा अजिनामोटो के लाग्छ, मैले यसमा मसला हाल्छु न, केही हाल्दिनँ। अरू जस्तो पाउँदैन म, गरम मसला चिज बटार यस्तो हुन्छ मुजा चाहिँ है। ल हुन्छ, यसको रेसिपी चाहिँ मलाई भन्नुहोस्, म भने तपाईँलाई देखाउँछु ल। एकदम जुसी हुन्छ है, किमा चाहिँ एकदम जुसी छ। यहाँ हेर्नुहोस् है, डाला लाग्छ, म डाला युज गर्दिनँ। म चाहिँ सफोला ओइल, रिफाइन ओइलै युज गर्छु। ल हुन्छ भाइ।